सम्पूर्णमा नमस्कार। हामी अहिले यहाँ भन्सार विभाग त्रिपुरेश्वरमा रहेका छौँ। हामीले यहाँ आज हाम्रो स्टाफ कलेजको मोड्युल अन्तर्गत हामी डिजिटल गभर्नेन्स मोड्युल अन्तर्गत हामी आज भन्सार विभागमा कसरी चाहिँ काम हुँदैछ र आइसिटीलाई कसरी भन्सारमा प्रयोग गरिएको छ भन्ने विषयलाई चाहिँ हामीले नजिकबाट बुझ्न नजिकबाट निकाल्नको लागि हामी यहाँ भन्सार विभाग त्रिपुरेश्वरमा छौँ र हामी यहाँ 25 जनाको लुम्बिनी ग्रुपबाट हामी आएका छौँ र हामी अबको लगभग 3 बजेसम्म हामी यहाँको वस्तुस्थिति कसरी चाहिँ आइसिटी कसरी युज गरेछ लगायतका विषयलाई हामी हेर्नेछौँ, नजिकबाट हेर्नेछौँ र हाम्रा प्रश्नहरूसँगै हामीले भविष्यमा यसलाई कसरी प्रयोग गर्न सक्छौँ भन्ने विषयलाई पनि हामी सिकेर यहाँबाट जानेछौँ है त। नमस्कार। यसको लागि छौँ यहाँ हामी यस्तो सर, हम अब नासबाट ट्रेनिङ अफिसरको रूपमा अब त्यहाँ ट्रेनिङ लिँदैछौँ। यहाँ फिल्ड भिजिटको लागि भन्सारको सम्बन्धमा के कस्तो छ यहाँको व्यवस्था, हामीले अब के राम्रो पक्ष के नराम्रो केमा सुधार गर्नुपर्ने त्यो कुरा जानकारी लिन आएको छ। खासमा हाम्रो भाइ सर हुनुहुन्छ थप परिचयको लागि माविमा 5 वर्ष काम गरेको गर्नुहोस् है। हुनुहुन्छ के को लागि छौँ सन्दमी आज यहाँ? के को लागि छौँ यहाँ आज? हामी डिजिटल गभर्नेन्स चाहिँ कसरी यहाँ कार्यान्वयन भइरहेछ भन्ने सम्बन्धमा छौँ। अब डिजिटल गभर्नेन्स नै हामी जाने अल्टिमेट गोल त्यहाँ हो। अनि भन्सार विभागले हाम्रो मेन राजस्व प्रणाली आम्दानी प्रणालीमा चाहिँ कसरी त्यसलाई मेन्टेन गरेछ भन्ने कुरा चाहिँ हामीले हेर्नै पर्नेछ, बुझ्नुपर्नेछ र त्यसलाई कार्यान्वयन गर्नै पर्नेछ भोलि गएर छौँ यहाँ। आज हामी चाहिँ लुम्बिनी गाठपट्टि समूह चाहिँ भन्सार विभागमा आएका छौँ। यो भन्सार विभागमा विशेष गरी चाहिँ ई गभर्नेन्सलाई चाहिँ यो भन्सार विभागले कसरी इम्प्लिमेन्ट गरेको छ, अहिले हाम्रो चाहिँ आइटी सेक्टरमा भन्सार विभागले चाहिँ फर्को मारिरहेको छ भन्ने सुनिएको छ र उहाँले चाहिँ यो हाम्रो चाहिँ भन्सार विभाग यो कस्टम डिपार्टमेन्टलाई पोलिसी र यो लिगल फ्रेमवर्कबाट। नमस्कार नमस्कार। के छ आजको हामी किन छौँ यहाँ? आज हामी के को लागि छौँ? भन्सार विभागमा आइटी रिलेटेड चाहिँ हाम्रो मोड्युल परेको हुनाले मोड्युल परेको छ। यो सम्बन्धी आइसीटीलाई कसरी युज गरेको छ भन्सार विभागले होइन खास यहाँ आउनुको उद्देश्य के हो? आज हामी आउनुको उद्देश्य हाम्रो यहाँ हलमा चाहिँ डिस्कसन कार्यक्रममा छ। पानी आइपुगेको छ। साथीहरू यहाँ कसरी प्रश्न सोध्ने, के गर्ने, कुन हिसाबले चाहिँ क्लासलाई अघि बढेर लर्निङ दिने भन्ने कुरामा हुन्छ। 5 मिनट घाम ताप्ने ब्रेक भएको छ। हामी अब चाहिँ यो इम्प्लिमेन्ट कसरी गर्ने, मेन्टेनेन्स कसरी गर्ने, सस्टेन कसरी गर्ने। हाम्रा साथीहरू अब यहाँ फोटो खिच्ने क्रममा हुन्छ। अब हामी लगभग कति बज्यो? 4 बज्न लागेछ। 4 बज्न लागेछ। अब हामी यहाँबाट निस्किन्छौँ। अब हामी यो विभागबाट हाम्रो आजको चाहिँ सकियो फिल्ड भिजिट। अब भोलि अब पर्सिबाट फेरि ट्रेन हुनेछ। ल ल बाई बाई ल।